खासमा म त्यस्तो धेरै धनी चाहिँ हैन है। अब त्यही 4-5 वटा घर वाट अभियसली अब मिटिङबाट आउँछु पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर आफ्नो सेफको लागि के मेरो सेफ्टीको लागि मलाई 4-5 वटा घर चाहिएन। यता विराटनगर पोखरा यता उत्तर दक्षिणमा चारैतिर म हिँड्दाखेरि मेरो सेफ्टीको लागि घर चाहियो नि त हैन। अनि त्यही भएर त्यो 4 वटा घर हो, त्यस्तो धेरै छैन। अनि त्यसपछि त्यही एउटा घर वाइज 2टा गाडी कार अनि धेरै सम्पत्ति छैन क्या मसँग। अनि त्यही अब पैसा खासै म नेपालको पैसा त युज गर्दिन, त्यही युएस अलिअलि डलरहरू हैन त्यस्तो धेरै। अनि नेपालको ब्याङ्किङ नि खासै म छैन, मेरो त्यस्तो केही पनि छैन। त्यही डलर्सहरू अरू बाहिर कन्ट्रीहरूसँग चाहिँ मेरो अलिअलि लिङ्क हुन्छ। नेपाल त म खासै कहिलेकाहीँ बस्दिनँ पनि, अब धेरै जस्तो त बाहिरै हुन्छु। अनि गाडी त्यही अब एउटा घरमा 2-3 वटा गाडी त राख्नु पर्यो नि त, दायाँ साइडमा र बायाँ साइडमा हैन। अनि त्यसपछि त्यही अब 7-8 वटा गाडी 4-5 वटा घरमा कुन चाहिँ ठुलो कुरा हो त हैन। त्यो 3-4 वटा 2-3टा गाडी हुनु कुन चाहिँ ठुलो कुरा भयो त। अनि अब त्यस्तो धेरै काम गर्ने मान्छे त छैन। अब त्यही 15-20 जना जति के को लागि भन्दा अब त्यही खानासाना बनाउन। अब यसो म गाडीबाट झरिसकेपछि त्यो गाडीको ढोका लगाइदिन। त्यसपछि अब मलाई गर्मी हुन्छ नि त, म धेरै मिटिङ सिटिङ गरेर आउँछु, थाकेको हुन्छु, गर्मी हुन्छ, पसिना आउँछ हैन। अनि एकजना चाहिँ टक्कसँगले छाता ओढेर हैन, अनि एकजना चाहिँ त्यो कारको ढोका लगाइदिन। अनि फेरि भित्र मलाई बाटो देख्दिन हैन, फेरि अनि यसो मेरो दायाँ बायाँ यसो मात्रै हो। त्यस्तो धेरै कामहरू हुँदैन क्या, मान्छेहरूको धेरै म पसिना खाँदिनँ क्या। फेरि अब अनि फेरि आफन्तीहरूले त नत्र फेरि यो त धनी भइसकेपछि त हामीलाई त वास्तै गरेन भनेर भन्छ नि त। अनि त्यही भएर आफन्तीहरूको कहिलेकाहीँ अब बच्चाहरूलाई टिफिन पुऱ्याइदिनलाई, घर ल्याइदिनलाई, अप एन्ड डाउन गराइदिनलाई आफन्तीहरूकोमा यसो 1-2 वटा ड्राइभर उनीहरूलाई कहिलेकाहीँ यसो गिफ्ट दिनु पर्यो नि त। गेस्टहरू आउँछ हैन, उनीहरूको लागि यसो ओहोर दोहोर गरिदिनको लागि गाडी 2-4 वटा गाडी। त्यसपछि आएर त्यही मान्छेहरू यसो 2-4 जना उनीहरूको घरमा हेल्पको लागि हो, त्यति हो। त्यस्तो खासै धेरै त्यस्तो छैन नि धनी मेरो के छ र, हामी त ठिकै गरिब नै हो, खासै त्यस्तो धेरै धनी त छैन। अनि त्यही अब बच्चाहरूले अब गरेर खान सक्दैन भनेर अलिअलि जोडेको हो, त्यही हो बिचरा। त्यति हो, त्यस्तो धेरै धनी चाहिँ छैनौँ है हामी खासै। यतिकोलाई चाहिँ खासै धेरै धनी चाहिँ भन्न मिल्दैन है गाइज। ल यति त नेपालमा त मेरो त्यस्तो धेरै बसाइ हुँदैन, धेरै जस्तो त म बाहिर फरेन कन्ट्रीहरू नै बस्छु। मलाई किनभने अब उतैतिर बानी लागिसकेको छ नि त धेरै अप एन्ड डाउनहरू गर्न। कहिलेकाहीँ आउँछु अब फेस्टिभलहरूमा हैन, आउँछु नि त, दसैँ तिहारको लागि त आउँछु। त्यही हो, त्यस्तो धेरै कहाँ हामीलाई फेसिलिटी छ र। त्यही अलिअलि रुगामर्की लाग्यो भने यसो 2-3 जना डक्टर आउनुहुन्छ घरमा रुगामर्की लाग्दाखेरि, त्यति हो। त्यस्तो धेरै फेसिलिटी कहाँ छ र हामीलाई, छैन नि, गाह्रो छ हामीलाई।